एउटा छोरा मान्छेले 100 चोटि सोचेर मात्रै कोही छोरी मान्छेलाई अँगाल्छ कि होइन भने प्ले गर्छ सिधा कुरा त्यतिकै एउटा छोरा मान्छेले केटी मान्छेलाई स्वीकार्दैन कि तर एउटा केटी मान्छे भने कोही केटाले म अलिकति के अरे म चाहिँ नि खुसी दिन्छु सुख दिन्छु मसँग के अरे अलिकति राम्रो सामान आइफोन छ बाइक छ राम्रो गाडी छ मसँग घर छ भन्यो भने केटी हिँडिदिन्छ एकैचोटिमा उसको चाहिँ उसलाई दुःख सुखमा साथ दिएको केटा किन नहोस् उसलाई भुलेर पनि हिँडिदिन्छ केटी मान्छेहरूको झट्टै त्यो मन चेन्ज हुने बानीले उसले दुःख पाउँछ अनि म चाहिँ त्यही भन्छु हरेक छोरीमा चाहे मेरो दिदी बहिनी मेरो आमा नै किन नहोस् के छोरी मान्छेमा कमजोर त्यो छ अनि कसैले चाहिँ ल म चाहिँ नि म त खुसी दिन्छु नि म त राम्रोसँग पाल्छु राख्छु भनेर भन्दैमा अनि त्यसरी विश्वास गरेर जाने होइन नि त